प्रचण्डको बुहारी छोरा नाति ज्वाइँदेखि लिएर सारा परिवार आज संयुक्त ठुल्ठुला पदमा तपाईँको ज्वाइँदेखि लिएर तपाईँको चुनाव लडेर आएका हुन् चुनाव लडेर सुन्नुस् तपाईको हिम्मत छ भने पूर्व राजा ज्ञानेन्द्रलाई पनि भन्नुस् चुनाव लडेर आउन भन्नुस् न चुनाव लड्ने होइन यो देशमा अहिलेको सन्दर्भ के को राजा भने को राजा जसले यो देश जसले यो देश बनायो आज तपाईँ र म त्योभन्दा अगाडि मल्ल राजाहरू थिए ए बाबा ठिक छ मान्ने लिच्छवी राजाहरू थिए ल्याउने मल्ल थियो भने हामी मल्ललाई बाध्यो तिमीले ल्याउनुहुन्छ बेकारमा नेपाली जनताले अस्वीकार गरेर तपाईँ लिच्छवी थियो भने हामी लिच्छवीलाई बाध्यो मल्ल थियो भने हामी मल्ललाई बाध्यो तर शाहवंशले यो देशमा आज तपाईले हामीलाई नेपाली भनेर बाँच्न सिकाएको छ यो देशमा आज शाहवंशले देशमा विकास गर्यो कसले आफ्नै गाउँलाई हत्या गर्यो शाहवंश हुँदाखेरि लुट्न त थिएन 56 वटादेखि लिएर 60 कारखाना खेलेर यो देशले चामल बेच्यो जुत्ता बेच्यो कारखाना बेच्यो शाहवंशले आफ्नै दाजुभाइको हत्या गरेर दरबार हत्याकाण्ड कसले मचायो तपाईहरु सरकारमा दरबार हत्याकाण्ड कसले मचायो तपाईको नेता कतिचोटी सरकारमा हो हामी त भनिराखेका छौं छानबिन गर्नुपर्छ ए तपाईले अब छानबिनको दायरामा आउनुपर्छ राज्यको सेवा सुविधा लिएर त्यहाँनिर उहाँहरुले पहिला कसलाई छानबिन गर्दैछ उहाँकै नेता प्रचण्डले 5000 जनता मारेको जिम्मेवारी लिन्छु भन्ने जेल हाल्नुस् पहिला हो हाल्न आउनु